हेलो गाइज, हिजो रातभरि परेको अविरल वर्षाका कारणले कन्काई नदीमा आएको यो बाढी दुम्का पर्यटकीय स्थलबाट हजुरहरूलाई कन्काई नदीको बाढी यसरी आएर सबतिर डुबाइएको छ। यो घर अगाडि यो मण्डल बस्तीको बगर गाउँ है। अनि यो यसरी पृथ्वीचन्द्र मण्डलको फर्म यो यसरी डुबाइएको छ। अनि यो तल गाउँहरू हो, पुरै अवस्था नाजुक छ। यसरी डुबाइएको छ। म यहाँ तीन फर्मको छानामा उभिएर यसो भिडियो गरिरहेको छौँ। कस्तो बारी आएको छ हेर्नु होला गाई, हेर्नु रुख, हेर्नु पानी, कस्तो पानी आएको छ। ऊ पानी हेर्नु, घर हेर्नु। हटाउनु एउटा ठिक छ यो यसो हेर्न आएको हो। बगाउनु त कसैलाई बगाएन नि। बालुवाटारको राजा गाउँ पनि उस्तै भयो, सबै सक्यो। ए बालुवाटारको सकिएछ अनि यो भेगोको पानी सबै जाने हो। एकदम खतरा आयो भने गाउँ छ त। अनि त्यहाँ भरि गएर अफिस गर्दाखेरि पहिले अफिस गरेर